त नि गाउँघरतिर जो गहुँ लगाउँछु। अरू के काम गर्नुहुन्छ? अरू काम अनि भैँसी पाल्ने, गाई पाल्ने, जौँ गहुँ सुन्ने। हाम्रो गाउँघरतिर छिमेकीहरूको काम त्यही हो। अस्ति हावाहुरीले घर कति खाल्यो त? हावाहुरीले अनि गाईको टखरा अनि कुच्यायो, चल्लाको टखरा कुच्यायो, मान्छेलाई विपत्ति बनायो। गाउँघरलाई सबैले हेरेर कमेन्ट गरिदिनु होला। हामीलाई दुखीहरूलाई त हेर्नु त हेर्दैनन् क्या र, त्यही पनि सबैले हेरचाह गर्नु होला गाउँघर छिमेकीहरूलाई। हाम्रो यस्तै छ गाउँघरलाई, कसैले गरिबलाई हेर्दैनन्, हेर्छन् होला। उता हजुर किन निसाल्नु भएको छ? बोल्नु न अलिकति। खै त के भयो होला, के चित्त बुझेन कि बोल्नु किन भएन। गाई बिस कति पाल्नु भएको छ त हजुरको घरमा? गाई बिस थोरो थोरो पालेको छौँ, एक्लै छौँ। अनि घरमा मान्छे कोही छैनन्, तर बुढा अपङ्ग छन् क्या र। गाई भैँसी धेरै पनि छैनन्, 10-12वटा छन्। ए हो? अनि काफल कतिका पाकेका छन् त? अनि काबल त धेरै पाकिरहेका छन्। अनि काबल खान पनि आइजनु। अनि अलिकता चोर्ता पनि पाकेका छन्, ऐसियालु पाकेका छन्, तर आउनुहुन्न। अनि यो ठाउँ र हाम्रो तर बारीबोनमा गरिब जनताहरूलाई हेर्नु छैन, देख्नु छैन, के पाकेका छन् भन्नु। गहुँ काटेर सक्नुभयो त? सक्दैछौँ, अझ सकेल्यौँ, अझ सक्दैछौँ। जौँ त सकेल्यौँ, गहुँ सक्दैछौँ। यति ढिलो किन काट्नु भएको त नि? हाम्रो पछ्याउनेमा त ढिलो पाक्छ। के गर्ने, तपाईँको ठाउँमा चरो पाक्छ, जौँ गहुँ पाक्छन्, छिटो छर्नुहुन्छ, पार लाग्छ। हाम्रो ठाउँमा त चिसो हुन्छ, हावाहुरी लाग्छ, अनि चिसो हुन्छ, हिउँ पर्छ, तोसाले ढिलो जाग्छ, ढिलो पाक्छ, घाम ढिलो पर्छ।